नमस्ते नमस्कार सबैजनालाई मालकोट व्यवहार हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण देश तथा विदेशका कुना काप्चामा छरेर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म आज पनि कविराज साइला उपस्थित भइसकेको छु एउटा गीत लिएर। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यदि मालकोट व्यवहारको अफिसियल फेसबुक पेजमा तपाईँ नयाँ हुनुहुन्छ भनेपछि हाम्रो फेसबुक पेजलाई फलो गरेर हामीसँग जोडिनु होला र भिडियोलाई सक्दो सेयर गर्नु होला, सबै माझ पुर्याउनु होला। यदि हजुरहरूका पनि एउटा गीतहरू छन् भनेपछि हामीसँग पठाउँदै गर्नु होला, हामी वाचन गर्दै जानेछौँ। आज पनि मसँग देउडा गीत प्राप्त भएको छ। कालीकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर 6 घर भई हालको बसाई मलेसियाबाट पठाउनु भएको छ अर्जुन बुढाजीले। यस्तो लेख्नुहुन्छ अर्जुन बुढाजी, के राम्रो फुलको थुङ्गा कुटाले गोड्नाऊ, नेपालमै रोजगारी भया देशकै नछोड्नाऊ। कठैबाट के राम्रो फुलको थुङ्गा कुटाले गोड्नाऊ, नेपालमै रोजगारी भया देशकै नछोड्नाऊ। पलातामा बजेट गयो 31 करोड बढी, पलातामा बजेट गयो 31 करोड बढी, पलातामा नेता छैन बजेट जान्छ बढी, आज भोलि झोलेहरू कुरा गर्छन् बढी। पार्टीदेखि सरकारसम्म एकचोटि फेरन, गरिब जनता खाडी मुलुक एकचोटि हेरन, गरिब जनता खाडी मुलुक एकचोटि हेरन। निकै मिठा देउडा गीत लेखेर पठाउनु हुने अर्जुन बुढाजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आउँदा दिनहरूमा पनि तपाईँका देउडा गीत आउँदै रहोस्, हामीले वाचन गर्न पाउँदै रहौँ भन्दै आजको लागि यो मालकोटी व्यवहारबाट म पनि छुटिन चाहन्छु। हस्त नमस्कार।